यो पेपल के हो, यो नेपालमा चाहिँ आउने सम्भावना यसको कति रहेको छ अनि कति छैन, यो किन आउँछ, यसको बारेमा आज हामीहरू चर्चा गर्नेवाला छौँ। तपाईँ मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया यो युट्युब च्यानललाई सब्सक्राइब जरुर गरिदिनु होला अनि भिडियोलाई एउटा लाइक पनि जरुर गरिदिनु होला। यो पेपल के हो यसको बारेमा हामी कुरा गर्नेवाला छौँ। तो चलिए भिडियो को आगे बढाते हैं। के तपाईलाई थाहा छ विदेशबाट पैसा ल्याउनको लागि अहिले पनि धेरै नेपालीहरूलाई समस्या भइरहेको छ। तर एउटा ठुलो खबर बाहिर आएको छ के पेपल नेपालमा आउन सक्ने तीव्र चर्चा भइरहेको छ। यदि पेपल अफिसियल नेपालमा लन्च भयो भने फ्रीलान्सर, युट्युब, अनलाइन वर्क र विदेशबाट अर्निङ गर्न सबैलाई फाइदा हुन्छ। र यसमा के हुन्छ कि पैसा चाहिँ सजिलैसँग रिकभर हुनेछ र यसमा अझै के हुन्छ कि इन्टरनेसनल पेमेन्ट पनि सजिलैसँग भइहाल्छ र यसमा अझै हुन्छ कि अनलाइन काम गर्नेहरूको रिकभर प्रोसेस झनै इजी भइहाल्छ के यसमा। र तपाईँ एउटा कल्पना गर्नु त मोबाइलबाट पैसा रिकभर भइहाल्छ, कार्ड कनेक्ट भइहाल्छ र डाइरेक्ट ट्रान्जेक्सन गर्ने सुविधा पनि तपाईलाई मिल्छ के यसमा। अहिले यो पेपल नेपालमा चाहिँ एभाइलेबल छैन, तर यो फ्युचरमा चाहिँ आउने सम्भावना धेरै, यसको धेरै सम्भावना रहेको छ। यसको बारेमा धेरै चर्चा पनि भइरहेको छ। यदि नेपालमा यो पेपल आयो भने नेपालको डिजिटल इकोनोमिक्स अझै स्ट्रङ बन्न सक्छ। तपाईलाई के लाग्छ, यो पेपल नेपालमा आउनु पर्यो कि पर्दैन? तपाईँ कमेन्ट गरेर भन्नुहोस्। अनि तपाईँ भिडियोमा नयाँ हुनुहुन्छ भने यो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला अनि यो भिडियोलाई एउटा लाइक पनि गरिदिनु होला। हस्, धन्यवाद।